आफ्नै शब्द, आफ्नै लय, आफ्नै पारा। टिकटकले परिचित बनाएको शब्द हो खाएल। तपाईँ हामीले टिकटक हेर्दा खाएको भिडियोहरूमा उहाँले सुरुमा होस् या अन्त्यमा अथवा बीचमा बोल्ने शब्द हो खाएल। खाएल कस्तो मिठो मलाई मन पर्ने चाउमिन खाएल गाई। खाएल शब्दको कारणले उहाँ टिकटकमा भाइरल बन्नुभयो। हिजो आज खाएल त उहाँको ब्रान्ड नै बन्यो। अहिले खाएल आन्टी, दिदी, बहिनी भनेर बोलाउँछन् उहाँका फ्यानहरूले। उहाँका भिडियोहरू फन्नी, कमेडी, सबैलाई ह्याप्पी बनाउने, पोजिटिभ भाइब्स दिने टाइपका रहेका छन्। भिडियोमा जस्तो देखिनुहुन्छ त्यस्तै रियल लाइफमा पनि उत्तिकै फन्नी, खुसी, हाँसिरहने हुनुहुँदो रहेछ। म जे छु जस्तो छु त्यस्तै भिडियो बनाउँछु, सायद यही कारणले गर्दा मेरो भिडियोहरू चलेको भन्नुहुन्छ। एउटा भाइरल व्यक्तित्वलाई यसरी हाम्रो पोडकास्टमा ल्याउन पाउँदा हामी ज्यादै खुसी, हर्षित भएका छौँ। चाँडै नै उहाँको भलाकुसारी सहितको फुल भिडियो लिएर प्रस्तुत हुँदैछौँ।